हेलो साथीहरू नमस्ते। आज फेरि मैले एउटा नयाँ भिडियो बनाएर ल्याएको छु। अनि यो भिडियो चाहिँ आउँदै गरेको नेपाल टेलिकमको एक्जाम जुन भदौ 13 गते हो, त्योसँग रिलेटेड रहेको छ नेपाल टेलिकमको। यो क्वेसन चाहिँ न कुनै बुकमा छ न कुनै कतै छ। मैले चाहिँ तपाईँहरू पनि त सेटको क्वेसनहरू प्र्याक्टिस गर्नु भइरहेको होला सायद, किनभने अब एक्जाम पनि नजिकै आउन लागिहाल्यो। तपाईँहरू सेटको क्वेसनहरू पनि प्र्याक्टिस गर्नुहोला। त्यस्तो फर्मेटको क्वेसनहरू सोध्ने गर्छ। बुकको पछाडिपट्टि हुन्छ। मैले पनि यस्तै 9-10वटा च्याप्टरको सेट सोल्भ गरेको थियो। यो चाहिँ त्यही सेटमा यो क्वेसन रहेको थियो कि नेपाल टेलिकमको बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू लेख भनेर 5 मार्कमा आएको थियो होइन। मतलब सेटको क्वेसन हो यो। तपाईँहरूलाई सेटको क्वेसन सब बुकसँग समेत हुन्छ भन्ने हुँदैन। यो क्वेसन चाहिँ बुकमा चाहिँ बजार व्यवस्थापनको बुकमा यस्तो सोधेको छैन, तर सेटमा चाहिँ यस्तो क्वेसनहरू सोधेको हुन्छ। सेट हामीले सोल्भ गर्छौँ नि, तब हामीलाई झन् अलि हाम्रो नलेज वाइड भइहाल्छ, डेभलप भइहाल्छ। यस्तो यस्तो क्वेसन सोध्छ भने त्यही भएर मैले पनि यो बनाएको थिएँ। अनि यो क्वेसन थियो, अनि त्यही भएर मैले सब सेट सोल्भ गरेको थिएँ। अनि त्यस्तो सेट सोल्भ गरेको यो पनि एउटा क्वेसन हो जुन तपाईँहरूलाई नआउन सक्छ होला। त्यही भएर मैले यो भिडियो बनाएको हो। यो हेर्नु, नेपाल टेलिकमको बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू लेख भनेको छ। यसमा पनि त्यो के अरे स्लोगन लेख्दा हुन्छ, स्लोगन लेख्दा पनि हुन्छ, नलेख्दा नि हुन्छ। म यो पनि भन्दा, तर लेख्दा चाहिँ राम्रो हुन्छ, किनभने हामीलाई इक्जाममा सबभन्दा अलग, सबभन्दा डिफ्रेन्ट बन्नुहुन्छ कि सबैजनाले त एक मतलब सबजनाले लेख्छ होला नि, या फिर कसैले नलेख्छ भने नलेख्ने होइन कि हामीलाई। मतलब जसले इक्जामिनर हुन्छ नि, जसले हाम्रो कपी चेक गर्छ, त्यसलाई लाग्नु चाहियो कि सबभन्दा अलग, मतलब गलत फेरि होइन, अलग राम्रो त्यस्तो हो। अनि त्यही भएर लेख्दा पनि हुन्छ, नलेख्दा नि हुन्छ। तपाईँहरू लेख्दा भने झन् राम्रो, नलेखे नि हुन्छ, तर लेख्नु होला, बढी प्रयास गर्नु होला लेख्नको। अनि त्यही म यसमा चाहिँ लेखेको छैन, तर म आफैले लेखिहाल्थेँ। यो चाहिँ ल क्वेसन सुरु गरौँ। नेपाल टेलिकम बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू भनेको छ लेख्नको लागि होइन। मैले त्यो माथिको त्यो स्लोगन चाहिँ लेखेको छैन। तपाईँहरू बजार व्यवस्थापनको एउटा स्लोगन लेख्दा हुन्छ। ल त अब बजार व्यवस्थापन भनेपछि के हुन्छ? पहिला बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू भनेको त सबभन्दा पहिला बजार व्यवस्थापन भनेको चाहिँ के हो त्यो त बुझिहाल्नुपर्छ नि। त्यही बजार व्यवस्थापन भन्नाले कुनै व्यवसाय, सेवा वा उत्पादनलाई प्रभावकारी रूपमा बजारमा प्रवर्धन, वितरण, मूल्य निर्धारण र बिक्री गर्ने प्रक्रियालाई बुझाउँछ बजार व्यवस्थापन भन्नाले। यसले ग्राहकको माग अनुसार सेवा वा उत्पादनको सही ढङ्गले व्यवस्थापन गर्ने काम गर्छ। बजार व्यवस्थापनले ग्राहकको माग अनुसार नै, बजार भनेपछि बजार व्यवस्थापन भनेपछि म्यानेजमेन्ट भइहाल्यो। यसरी तपाईँहरू पनि बुझ्न सक्नुहुन्छ। म बस पढिरहेको छु, पढेर सुनाइदिइरहेको छु। तपाईँहरू स्क्रिनसट लिएर पनि आफ्नो कपमा सारेर पनि योहरू बुझेर जाँदा नि भइहाल्यो। यादै गर्नुपर्छ भन्ने जरुरी छैन, बुझ्दा पनि भइहाल्यो होइन। नेपाल टेलिकमको तेस्रो लाइनमा रहेको छ, नेपाल टेलिकमको बजार व्यवस्थापन भनेको यसको दूरसञ्चार सेवा जस्तै मोबाइल, इन्टरनेट, फाइबर टेलिफोन प्रभावकारी रूपमा ग्राहकसम्म पुर्याउने रणनीति अपनाउनु हो। यो 5 मार्कमा सोधेको छ। माथिको 2वटा परिभाषा लेख्दा नि हुन्छ, अनि तलको एउटा चाहिँ निष्कर्षमा लेख्दा हुन्छ साथीहरू। मैले एक पेजको मात्रै यतापट्टिको मैले थोरै थियो, त्यसमा छोडिदिएको। निष्कर्ष मैले अर्को लेखेको थियो, तर तपाईँहरू यही लेख्दा भइहाल्छ। माथि लेफ्ट राइटमा अलिकति ठाउँ छोड्ने, माथि तल ठाउँ छोड्ने, अलिक ठुल्ठुलो राइटिङ बनाउने, अनि हामीहरूको पाना भरिहाल्छ। त्यही भइहाल्यो। त्यस्तै अब चाहिँ नेपाल टेलिकमको बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू यस प्रकार विधागत रूपमा उल्लेख गरिएको छ। तपाईँहरू लेख्नु होला। यो चाहिँ मेरो कपी थियो, त्यही भएर मैले सानो सानो लाइन छोडेको थिएँ, न केही गरेको थिएँ। अनि लोकसेवाको एक्जाममा चाहिँ कसरी लेख्ने, मैले त्यो फर्मेट पनि म अपलोड गरिदिएको छु भिडियो। त्यसरी नै लेख्नु होला तपाईँहरू। अब नेपाल टेलिकमको बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू यस प्रकार विधागत रूपमा उल्लेख गरिएको छ, यो लेख्ने। त्यसपछि तलको पोइन्टहरू लेख्ने। फाइबर नेटवर्क विस्तार गर्ने, इन्टरनेटको गुणस्तर सुधार गर्ने। त्यस्तै 2 नम्बरमा ग्राहक सेवा केन्द्रहरूको सुदृढीकरण गराउने, त्योहरू भइहाल्छ। त्यसपछि 24/7 यो घन्टा हुन्छ, 24/7 घन्टा ग्राहक सहायता सेवा उपलब्ध गराउने। यो गरेपछि नेपाल टेलिकमको नि सेवाहरूलाई प्रभावकारी बनाउन सकिन्छ। त्यस्तै डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र विज्ञापनको प्रभावकारी प्रयोग गर्ने लेख्ने होइन। त्यस्तै ग्राहक आवश्यकताअनुसार सेवा सुधार गर्ने, उच्च गतिको इन्टरनेट सेवा सुनिश्चित गर्ने, विशेष छुट तथा कर्पोरेट प्याकेजहरू उपलब्ध गराउने, यो इत्यादि। अरू पनि हुन्छ, धेरै हुन्छ। तपाईँहरू आफू यतिकै
एनालाइसिस गरेर पनि लेख्न सक्नुहुन्छ। अनि योहरू पनि लेख्न सक्नुहुन्छ। 5 मार्कको लागि यति लेख्दा हुन्छ साथीहरू। 2 2 4 2 6 1 7वटा मैले पोइन्ट लेखेको छु अनि 2वटा माथि पनि छ भने भइहाल्यो नि। 5 मार्कको लागि 7 8वटा पोइन्ट लेख्दा हुन्छ। अनि त्यसपछि त्यो हामीले त निष्कर्ष पनि लेख्नुपर्छ नि, अनि माथिको स्लोगन पनि अनि परिभाषाहरू पनि, यसरी भइहाल्छ। अर्को भिडियो चाहिँ यस्तो इम्पोर्टेन्ट भिडियो म अर्को भिडियोमा ल्याउने छु।